जय गौमाता। यस पोखरा गौशाला गौ तीर्थस्थलमा हामी लगभग 120 भन्दा बढी फेवारिसी साथै स्थानीय प्रजातिका गौमाताहरूको सेवा, रक्षा र संरक्षण गरिरहेका छौँ र आजसम्म लगभग 8 वर्षभन्दा बढीको यो यात्रा भइसकेको छ र हामीलाई विभिन्न माध्यमबाट सेवा पुर्याउने समस्त दाताहरूलाई हामी यसै माध्यमबाट हार्दिक आभार प्रकट गर्दछौँ र हिजो पापमोचन एकादशी र आजको दिनसम्म हामीलाई देश विदेशका विभिन्न ठाउँबाट सहयोग पुर्याउने दाताहरूको म नाम डिटेल दाताहरूको म डिटेलसहित उहाँहरूलाई धन्यवाद व्यक्त गर्न चाहेँ। श्री दिपेश केसीजी हुनुहुन्छ पोखरा 15बाट। उहाँ अहिले फ्रान्समा हुनुहुन्छ। आउने चैतको 6 गते उहाँको जन्मदिन छ। जन्मदिनको अवसरमा उहाँले गौमातासँग आफ्नो खुसी साट्नको लागि रु 3005 सहयोग गर्नुभएको छ। त्यसरी नै श्री भगवती भण्डारीजी हुनुहुन्छ। उहाँ पोखरा 5बाट हुनुहुन्छ। उहाँले हिजो गौशाला नै आएर यो सेवा हस्तान्तरण गर्नुभयो र श्री दीपक खड्काज्यू पोखरा 18बाट उहाँले रु 2000 सेवा प्रदान गर्नुभएको छ। श्री वीरबहादुर कार्कीज्यू पोखरा 15बाट उहाँले रु 5100 प्रदान गरी आजीवन सदस्यता लिनुभएको छ। त्यसै गरी श्री गणेश खत्रीज्यू पोखरा 10बाट उहाँले रु 1005 सहयोग पुर्याउनु भएको छ। त्यसै गरी श्रीमती उन्नति मानन्दरज्यू पोखरा 4बाट उहाँले रु 2600 गौसेवाको लागि प्रदान गर्नुभएको छ र श्री शुभकामना साक्य ताम्रकरज्यू हुनुहुन्छ। उहाँले प्रत्येक 1 महिना बिराई रु 500 हामीलाई सहयोग गरिराख्नु भएको छ। यो उहाँको प्रतिज्ञा हो। उहाँले धेरै वर्षबाट यो सेवा पुर्याउनु भएको छ। त्यसरी नै हामीसँग निरुता गुरुङजी हुनुहुन्छ पोखरा 17बाट। उहाँ पनि हाम्रो नियमित दाता हुनुहुन्छ र समय मिल्दा अवसर जुट्दाखेरि उहाँ गौशाला आएर नै सेवा पुर्याउनुहुन्छ। उहाँले रु 1455 प्लस 1 बोरा चोकर र प्रत्यक्ष रूपमा गौमाताहरूलाई फल प्रसादी खुवाएर सेवा गर्नुभएको छ। र त्यसै गरी हाम्रो अनलाइन खातामा गोप्यदाता हुनुहुन्छ एकजना रु 1005 को र 2 जना फरेन टुरिस्ट हुनुहुन्छ। उहाँहरूले लगभग 15 बोतल औषधि गाईहरूको व्यवस्थापनको लागि। 1 जना इरानबाट हुनुहुन्छ भने 1 जना कजाकिस्तानबाट हुनुहुन्छ उहाँहरू। र हामीसँग हुनुहुन्छ बियोन्ड क्लोथिङबाट अञ्जना तामाङज्यू। उहाँले रु 500 गौसेवाको लागि प्रदान गर्नुभएको छ। उहाँ पनि हाम्रो नियमित दाता हुनुहुन्छ। अवसर मिल्दा गौशालामा आउनुहुन्छ, नभए टाढा भए पनि उहाँले सेवा पुर्याइराख्नु भएको छ। हामीलाई यस अवसरमा पशुपति भेटनरीबाट पनि पशुपति भेटनरी सिर्जना चोक उहाँबाट पनि हामीलाई केही औषधि प्राप्त भएको छ। र जेसिका धमालाज्यू हुनुहुन्छ मकाओमा। उहाँले रु 10,500 हामीलाई प्रदान गर्नुभएको छ। उहाँको साथी हुनुहुन्छ विदेशमा भए श्रेष्ठ, उहाँ युकेमा हुनुहुन्छ। उहाँले रु 5000 हामीलाई सहयोग पुर्याउनु भएको छ। यस अमूल्य योगदानको लागि देश विदेशमा छरिनुभएका सेवाकारी मनहरूलाई हामी यहाँ पोखरा गौशाला गौ तीर्थस्थलमा उपस्थित समस्त गौमाताहरूको तर्फबाट कोटि कोटि नमन गर्दछौँ। शास्त्रले भन्छ श्रवणम कीर्तनम दर्शनम दानम। गौमाताको महिमा श्रवण गर्नाले, कीर्तन गर्नाले, दर्शन गर्नाले, दान गर्नाले हजारौँ यज्ञ बराबरको फल हामीले प्राप्त गर्न सकिन्छ। र यस विशेष अवसरमा हजुरले सेवा पुर्याई हाम्रो यस जुन मनोबललाई थप गरिदिनु भएकोमा हामी हजुरहरूलाई कोटि कोटि नमन गर्दछौँ। जय गौमाता।